महासंघ जिन्दाबाद, सबैले भन, हो कि होइन? शिक्षक महासंघ जिन्दाबाद। यो ऐन लागू हुनुपर्छ र यो ऐनले ती बालबालिकाहरूलाई पनि केही काम गर्छ भन्ने हामी आशाका साथ सम्पूर्ण अहिले 77वटा जिल्लाबाट शिक्षक महासंघलाई साथ दिएर सबै सङ्घ सङ्गठनका शिक्षकहरू अहिले आन्दोलनमा हामीहरू होमिएका छौँ। शिक्षा ऐन जारी हुन्छ त? शिक्षा ऐन हामी आशावादी छौँ। अहिलेको शिक्षा मन्त्री जो भिडलाई हेरेर निर्णय नगर्ने भन्नु भएको थियो, दिएको अभिव्यक्ति यो हो। उहाँले के भन्नुहुन्छ के भन्नुहुन्न त्यो थाहा छैन, तर हामी सम्पूर्ण शिक्षकहरूको माग के हो भने शिक्षा ऐन लागू हुनै नै पर्छ। त्यो पुरानो शिक्षा ऐन हामीलाई मान्य हुँदैन। अब यो शिक्षा ऐन जारी भयो भने के हुन्छ? तपाईहरु के गर्नुहुन्छ? कायपालट गरिदिनुहुन्छ? यो शिक्षा ऐन कायपालट भने त्यो बिस्तारै शिक्षा ऐन लागू भइसकेपछि भित्र धेरै कुराहरू छन्, त्यो बिस्तारै कार्यान्वयन हुँदै जाने हो। शिक्षा ऐन आउन बित्तिकै कायपालट हुन्छ भन्ने होइन र पछिको जेनेरेसनहरूलाई पनि त्यो शिक्षा ऐन लागू हुँदै गयो भने उनीहरू त्यो कार्यान्वयन हुँदै गयो भने त्यो लागू हुन्छ र पुरानो शिक्षा ऐन त्यति अमान्य हामीहरूको लागि अमान्य हुन्छ, त्यो लागू गर्न हुँदैन भन्ने पक्षमा हामीहरू। तपाईहरु नै शिक्षक बनेर विद्यालयमा राजनीति गर्नुहुन्छ, विभिन्न पार्टीका झोला बोक्नुहुन्छ भन्ने पनि त आरोप छ नि, के हुनु त्यसलाई? तर शिक्षकले खोइ अब कस्तो आस्था विचार त होला, तर पार्टीकै झन्डा बोकेर राजनीति गरेको छैन। यदि कसैले गर्नुभएको छ भने त्यो गलत हो। शिक्षक एउटा स्वच्छ पेसा हो, जुन पेसामा राजनीति आस्था विचार त हुन्छ, तर पार्टीको झन्डा बोकेर हिँड्न हुँदैन। कति दिनसम्म रहनुहुन्छ अब तपाईँ यहाँ? जबसम्म यो शिक्षा ऐन माथिबाट यो शिक्षकहरूको मागहरूलाई सम्बोधन हुँदैन तबसम्म हामीहरू सडकमै रहन्छौँ। सडकमा रहनुहुन्छ? सडकमै रहन्छ। मर्न मार्न तयार हो कि होइन? अब हाम्रो नारा छ कि बितिन्छ कि जितिन्छ भन्ने नारा छ, यो कार्यान्वयन गरेर नै फर्किन्छौँ। तपाईँहरूको नारा अलि अपुरो छ कि जस्तो लाग्छ, कि बितिन्छ कि जितिन्छ, विद्यार्थीको जीवन माटोमा मिसिन्छ पनि भन्नुहोस् न। अब होइन, विद्यार्थीहरू अझै केही पनि भएको छैन, किनभने हामीहरूले जुन हामीहरूको वार्षिक विधाहरू हुन्छ त्यो विधाहरूलाई पनि हामीले त्यो विधा नलिएर हामीहरूले विद्यार्थीहरूलाई कोर्स पुरा गर्न सक्छौँ। अझै पनि केही छैन, तर यस्तै कार्यान्वयन हुन सकेन भने अब त्यो त्यति बेला विद्यार्थीहरू र आम अभिभावकहरू पनि सडकमा आउनुहुन्छ र उहाँहरूले आउने प्रतिबद्धता पनि गर्नुहुन्छ। अभिभावकलाई सडकमा आउनुहुन्छ भन्नुभएको छ। अस्ति यही सडकमा आएका एक अभिभावकलाई तपाईँले लचार प्रचार गर्नुभएको दृश्य देख्नुभयो? त्यो लचार प्रचार होइन, त्यो एक आधा मान्छेहरू कुनै पनि अराजक तत्त्वहरू घुस्या हुनसक्छ र सम्पूर्ण अभिभावकहरू आउनुहुन्छ भने त एउटा सबै सहभागी भएर सबै अभिभावक कुनै नेतृत्व गरेर सबै आउनुहुन्छ। एउटा दुईटा मात्रै अभिभावक आएर हुँदैन, त्यो कुनै अराजक तत्त्व नै हुनसक्छ। त्यसमा घुसपैठ हो? त्यो घुसपैठ हो। तपाईँहरूको विपक्षमा बोल्ने सबै घुसपैठ हो? हामीहरूको विपक्षमा भन्दा पनि अब उहाँहरूले बुझिसक्नु भएको छ कि शिक्षकको आन्दोलन जायज हो कि होइन भन्ने कुरो अभिभावक र विद्यार्थीहरूले बुझिसक्नु भएको छ। प्रधानमन्त्रीले कुनै बेला त्यो आफ्नो कुनै भाषामा प्रयोग गर्नुभयो होला, तर हामी उहाँले त्यही किसिमले सुनिएको भए सायद हामीले माघको 20 गतेदेखि नै हामीले पालिका स्तरबाट हामी